हेलो गाइज वेलकम टु माई च्यानल इट्स मी एन्ड म विकान्त र आज चाहिँ मैले एकदम अरू भ्लग भन्दा एकदम फरक खालको कन्टेन्ट लिएर आएको छु जसमा म हजुरहरूलाई केही नेपाल र इन्डियाको बिचको एउटा इन्फर्मेसन दिन चाहन्छु र तपाईहरू नेपालको बासिन्दा हामी नेपालीहरू इन्डिया जाँदाखेरि के कस्ता गतिविधि अपनाउनु पर्छ र जाँदाखेरि के हामीलाई के डकुमेन्टसँग जान प्रवेश गर्न दिन्छ भन्ने बारेमा हजुरहरूलाई म इन्फर्मेसन गर्न चाहन्छु र आजको टपिक नै यही छ र नेपालमा केही सामानहरू केही महँगो र इन्डियामा केही सस्तो छ यो कुरा सही हो कि होइन र त्यो पनि म यो भिडियो मार्फत जानकारी गराउनेछु र मैले तीन ठाउँको क्लिप निकालेँ एउटा यो ठाउँमा एउटा दोकानमा एउटा म तपाईहरुको यो नयाँ कन्टेन्टको लागि एउटा नयाँ भिडियोको लागि भए पनि नेपालमा कुनै सामान महँगो र इन्डियामा सस्तो भएको यस्तो जानकारी केही पाउने गरेको छौँ हामीले र म चाहिँ अब इन्डिया जान लागेको छु र इन्डिया जाँदाखेरि मैले कस्तो के गतिविधि अपनाउनु पर्छ के कुरामा ध्यान दिनुपर्छ यो कुरामा हजुरलाई म इन्फर्मेसन गर्नेछु र सर्वप्रथम इन्डियाको सशस्त्र नेपालको जस्तो हुन्छ कहिले नसम्झिनु होला यो तपाईको गलत सोच हो नेपालको जस्तो मान्छे वा सशस्त्रहरू जुन हुन्छ त्यो इन्डियामा हुन सक्दैन सबै एकै खालको हुँदैन र मलाई प्राय लाग्छ जुन नेपालमा सशस्त्र हाम्रो नेपाली हुन्छ नि सैनिकहरू खटेको हुन्छ नि जुन बोर्डर सिमानामा त्यस्तो इन्डियामा हुँदैन र कृपया यो कुरालाई ख्याल राख्नु होला र इन्डियामा हामीले प्रवेश गर्दाखेरि सर्वप्रथम कुनै बोर्डर क्षेत्रमा तपाईँ ब्लगर वा कुनै सोसियल मिडियामा एक्टिभ हुनुहुन्छ भने भिडियो बनाउन बन्द गर्नु होला किनकि यही केही समय अगाडि म यो फन्दामा फसिसकेको छु र उनीहरूको के छ भने मलाई एकताल भिडियो बनाउँदाखेरि के भएको छ भने मैले चाहिँ पुरा बोर्डर सिमानामा भिडियो बनाएको थिएँ र के थियो भने उनीहरूले के भन्यो भने मलाई केही गाली शब्द पनि गर्यो तर मैले त्यसलाई सही किनकि गल्ती मेरै थियो र एक ठाउँमा राख्यो र यो फोनलाई उनीहरूको क्याममा लग्ने उतै जानुपर्छ तैँले उतै झिक पैसा उतै झिक हेनतेन यस्तो यस्तो भनेको मैले बिन्ती गरेर एकचोटि माफी मागेँ र त्यो तिनीहरूले मलाई दियो र म आफ्नो देश फर्केँ अनि त्यहाँ जाँदा त्यस्तो कुरा याद गर्नु होला नयाँ हुनुहुन्छ भने अनि सुन्नु होला सर्वप्रथम तपाईँ नेपाल इन्डिया प्रवेश गर्दाखेरि भारत प्रवेश गर्नुभन्दा अगाडि तपाईँले सर्वप्रथम नागरिकताको हार्ड कपी वा नागरिकता देखाउनु पर्ने हुन्छ र परिचय पत्रले पनि चल्छ र 18+ हुनुहुन्न भने तपाईँको बालबालिका छ भने उनीहरूलाई चाहिँ तपाईँ एउटा स्कुलको आइडी कार्ड वा उसको जन्मदत्ता त्यो लगेर देखाउनु पर्ने हुन्छ अनि मात्रै हामीलाई प्रवेश गर्न दिनेछ घुस्नु भयो नि त यो तपाईँलाई नेपालमा पर्छ मात्र 50 देखि माथि पहिला 30 रुपियाँ पर्छ अहिले कुनै ठाउँमा 30 पनि पर्छ किनकि उनीहरूको पुरानो स्टक हुन्छ यो चाहिँ नयाँ स्टक भएर यसलाई 50 रुपियाँ यस्तो दोकानमा बेच्छ अब म स्टाफ हो यहाँको मालिकलाई केही कुराहरू यस्तो मलाई हामीलाई थाहा भएन र अब हामी यसलाई नै म इन्डियामा गएर किन्छु यसको योभन्दा कस्तो क्वालिटी छ यसको भित्र म खोलेर हेर्छु कस्तो प्रकारको छ यो र इन्डियामा जाँदाखेरि कस्तो प्रकारको पाइन्छ त्यो पनि कति रुपियाँमा यो नेपालमा तपाईँको यस्तो खालको छ फिङ्गर स्लिप्स ओके नेपाल र इन्डियामा यो सस्तो छ कि छैन त भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला इन्ट्रेस्टिङ हुनेवाला छ सबभन्दा मुख्य कुरा जानकारी गराउनु पर्दाखेरि जुन इन्डियाबाट नेपालमा भित्राउँदाखेरि 100 रुपियाँ भन्दा धेरै सामान ल्याउँदाखेरि भन्छ ट्याक्स तिर्नुपर्छ भन्छ यो कुरा अहिले खासै लागू भएको जस्तो लाग्दैन मलाई किनकि मानिसहरूले साधारण रूपमा सबैभन्दा माथिको सामानहरू मजाले ल्याइरहेको छ न त ट्याक्स न त कर केही छैन केही फरक पर्दैन जुन पहिला थियो त्यस्तै छ अलिकति केही कडा नियम चाहिँ भएको छ इन्डियाबाट ल्याउँदाखेरि अब सामानहरू पुरा अहिले पहिला सिधै हेर्थ्यो अहिले त तपाईँको मेसिनमा हालेर ल्याउनु पर्ने भएको छ र त्यसै गरी मैले अब अहिले तपाईँको 10 बज्यो केही समय पछाडि म जान्छु त्यहाँको कस्तो छ के हो सबै भिडियो बनाएर तपाईँहरूलाई देखाउनेछु भिडियो अन्तिमसम्म हेर्नु र अब चाहिँ म भारततर्फ जाँदै गरेको भिडियो यो र यो हो काँकरभिट्टा ठाउँ यहाँ धेरै सिटीहरू हुन्छ तपाईँले 20 देखि 30 रुपियाँ तिरेर पारीको बोर्डरसम्म जान सक्नुहुन्छ यानि कि इन्डियाको बोर्डरसम्म इन्डियाको पैसा नेपालमा चल्छ तर नेपालको पैसा इन्डियामा चल्दैन त्यही भएर मैले पैसा साटेर जाँदैछु र यो हो काँकरभिट्टाको महेन्द्र हाइवे र यहाँ नेपालको झन्डाले यस्तो दामी यस्तो राम्रो ठाउँ बनाइरहेको छ र अब चाहिँ म सिटीमा जाँदैछु
र यो हो काकरभिटाको सिमाना बोर्डर। अब यहाँसम्म चाहिँ मैले भिडियो बनाउन पाइरहेको छु र अलिकति पर गए पनि त्यहाँसम्म थोरै क्लिप बनाउन पाउनेछु। त्यहाँदेखि उता भिडियो बनाउन मनाइ छ। र आइपुगेँ म भारत र नेपाल दुवै भूभाग समेटिएर बनिएको पुल, जसलाई मेची पुल पनि भन्ने गर्दछ। यहाँ चाहिँ अगाडि सिटी हुनेछ। यो चाहिँ म इन्डिया पार गरेको भिडियो हो। यहाँभन्दा अगाडि इन्डियाको बोर्डर छ जहाँ भिडियो बनाउन निश्चित गरेको छ। र म यहाँ जाँदाखेरि सबभन्दा अगाडिको त्यो मेरो दिमागमा याद भइरहेको थियो, जुन 50 रुपियाँमा पर्ने सामान इन्डियामा कति पर्ला त। अब जाउँ हामी सिधै त्यही दोकानमा। 20 रुपियाँ दुईटाको 20 रुपियाँ। ओके, मैले उता गएर धेरै भिडियो नबनाएको कारण मैले यस भिडियो मार्फत केही शब्दहरू भन्दैछु। र अब हामी जो अहिले भर्खरै किनेको मैले फिङ्गर सुजको बारेमा कुरा गर्नु पर्दाखेरि नेपालमा जोडीको 100 रुपियाँ भनेपछि उता 20 रुपियाँ आइसी, यानि कि तपाईँको पर 32 रुपियाँ। उता 32 रुपियाँ पर्यो भने यता जोडीको 100 रुपियाँ। जुन मैले तपाईँहरूलाई अघि कुरा भनेको थिएँ त्यो कुरा एकदम सही भएको छ। यानि कि इन्डियामा सशस्त्रहरू एकदम कडा रूपमा बस्ने र उनीहरूको ठाउँमा अलिकति केही दादागिरी भएको पनि मैले महसुस गरेँ। र मैले यतिखेर साँझमा भिडियोलाई जोड्न खोज्दैछु। र यो रहेको छ नेपालको हेर्नु है त, जसलाई 50 रुपियाँ पर्यो। एउटाको 50, दुईटाको 100। अब अर्को रहेको छ यो तपाईँको 10 रुपियाँ बारो, टोटल गरेर 20 रुपियाँ बारो, यानि कि नेपाली 32 रुपियाँ। एउटाको भनौँ 15 रुपियाँ, नेपाली 16 भनौँ 15 नै भनौँ न ल, नेपाली 15 रुपियाँ। अब हेरौँ हामी भित्र ट्राई गर्छौँ कस्तो खालको छ होइन। हेर्नु है त, यो भारतीय, यो इन्डियाको भयो। हुन त कुनै पनि यो इन्डियाको होइन, सबै चाइनाको हो। यहाँ अगाडि नाम पढ्नु होला, यो इन्डियाबाट लिएको, यो नेपालबाट लिएको, यसरी पढ्नु होला। सब चाइना, छुचाङछिङ। र यो रहेको छ नेपालको। क्वालिटी कुन बेस लाग्यो लु भन्नु तपाईँ आफै। यो भारत, यो इन्डियाबाट लिएको, यो नेपाली 15 रुपियाँको, यो 50 रुपियाँको। मलाई चाहिँ यही राम्रो लाग्यो। यसमा अलिकति केही मैले भन्न सकिनँ। ओके दर्शकबिनहरू, तपाईँहरूले अहिलेसम्म भिडियो हेर्नु भएकोमा धन्यवाद। फेरि भेट्नेछौँ हामी नेक्स्ट भिडियोमा, न्यू इन्ट्रेस्टिङ भिडियोमा। अझै म ब्लगलाई मिहिनेत गर्न चाहन्छु, तपाईँको साथ चाहिएको छ। थ्याङ्क फर वाचिङ गाइस।